मात्रै भएको छ। उसले यो सरकारलाई जुन कुरा एमाले र काङ्ग्रेसका कार्यकर्ताहरूले उठाइराखेका छन् त्यो कुरा उनीहरूका नेताहरूलाई उठाउन सक्ने ल्याकत र क्षमता चाहिँ छैन। जब 35 वर्षदेखि शासन गरिरहेका नेताहरूमा यो उठाउन सक्ने क्षमता चाहिँ छैन। 1 महिनाको सरकारलाई पुरा उठाउने ठाउँमा 35 वर्षदेखि सत्ता शासन चलाइरहेका नेताहरूलाई उठाउन सक्ने हिम्मत छ? तिमीहरूका नेतालाई सोच्ने हिम्मत छ? यदि हिम्मत छ भने सोधेर हेराएको छ। के गर्यो भनेर सोध, कस्ता कस्ता विकास गर्यो भनेर सोध, कस्ता कस्ता भ्रष्टाचारका फाइल खोल्यो भनेर सोध, कति काण्डमा मुछेका मान्छेहरूलाई गिरफ्तार गर्यो भनेर सोध। आँट छ? छैन। अनि नेपाली काङ्ग्रेसभित्र गगन थापाले भनिरहेका छन् हामी देश बनाउँछौँ। तपाईँ देश बनाउनलाई आएको पनि 10 वर्षभन्दा बढी भइसक्यो। तपाईँ पनि सांसद पद जितिराखेको र नेपाली काङ्ग्रेसको महामन्त्री भएको धेरै वर्ष भइसक्यो। तपाईँबाट पनि हुनेवाला केही छैन। तपाईँका गफ, तपाईँका कुरा, तपाईँका विचार कुनै पनि देश बनाउने पक्षमा छैन। तपाईँका छन् सिर्फ आफ्ना पार्टीलाई संरक्षण गर्ने र आफ्ना नेताहरूलाई संरक्षण गर्ने तपाईँका अभिव्यक्तिहरू छ। तपाईँबाट पनि यो हुँदैन। अनि रह्यो एमालेबाट त मान्छे नेता बन्ने र देश बनाउने खालको एउटा व्यक्ति पनि देखेन मैले। किनकि सबै कोही नेता बचाऊ, केपी शर्मा ओलीलाई बचाऊ भन्दैछ। उनीलाई पक्राउ गर्नुपर्छ भनेर आम नागरिकले किन भनिरहेका छन्? जब ज्यानजी आन्दोलनमा 76 जनाले ज्यान गुमाएका थिए त्यतिखेर सरकार कसको थियो? एमालेको र काङ्ग्रेसको सरकार थियो। अब जिम्मेदार कोन रहनुपर्छ? एमाले र काङ्ग्रेसका नेताहरू नै रहनुपर्छ। आज यसमा त रमेश लेखक, केपी शर्मा ओली र सिडिओ र डिएसपी जसको नेतृत्वमा पुलिस कमान्ड थियो त्यसको नेतृत्व गर्ने व्यक्ति पनि यसको छानबिनमा आउनुपर्छ र सिडिओ पनि आउनुपर्छ र गृह प्रशासन पनि आउनुपर्छ र प्रधानमन्त्री पनि आउनुपर्छ। किनकि कमान्ड सम्हाल्ने कमान्डरले हो आदेश दिनु, त्यसलाई सिडिओले दिन्छ, सिडिओलाई गृह मन्त्रालयले दिन्छ, गृह मन्त्रालय प्रधानमन्त्रीले। यिनी 4 तहका व्यक्तिहरू नै छानबिनमा आउनुपर्छ। यहाँ भनिरहेका छन् प्रधानमन्त्री, रमेश लेखक र सिडिओ मात्रै। यिनी 3 जना होइनन्। कमान्ड सम्हाल्ने म्यान कमान्डर, पुलिसको कमान्ड जसले गरिरहेको छ, कुन ठाउँमा गोली चलेको छ त्यसको कमान्ड कहिले गरिरहेको छ त्यो व्यक्ति पनि छानबिनको दायरामा आउनुपर्छ।